विगत 12 वर्षदेखि यस सक्सेस अफ स्टडी मार्फत वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेका छौँ। यस क्रममा हामीले हजारौं विद्यार्थी भाइ बहिनीहरूलाई उच्च शिक्षा अध्ययनको लागि शैक्षिक परामर्श प्रदान गरेका छौँ। नेपालबाट उत्कृष्ट गन्तव्य मानिएका देशहरू र समृद्ध देशहरू जहाँ चाहिँ अध्ययन रोजगारी पनि गर्न सक्ने र आफूलाई पढ्दै एउटा खर्चहरूको पनि तयारी गर्न सक्ने मुलुकहरू नै प्राथमिकतामा रहेका छन्, जसमा विद्यार्थी अहिलेको उच्च सङ्ख्यामा जाने र उत्कृष्ट गन्तव्यमा रहेको जापान, त्यसैगरी अमेरिका, क्यानाडा, बेलायत लगायतका देशहरूमा पनि सक्सेस अफ स्टडी हेड अफिस र विभिन्न ब्रान्चेसहरू मार्फत शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेका छौँ। उच्च शिक्षा अध्ययनलाई विद्यार्थीहरूको उत्कृष्ट रोजाइमा परिरहेको दक्षिण कोरियामा पनि हामीले विद्यार्थी भाइ बहिनीहरूलाई शैक्षिक परामर्श प्रदान गरिरहेका छौँ र यो शैक्षिक परामर्श प्रदान गर्ने क्रममा यसका लागि आवश्यक चाहिने तयारी कक्षाहरू, भाषाका तयारीहरू, यसमा पनि सक्सेस अफ स्टडीको उत्कृष्ट टिम मार्फत हामीले विद्यार्थीहरूलाई IELTS, जापानिज भाषाको JLCT, JLPT लगायतका कक्षाहरूको तयारी गर्ने, त्यसैगरी कोरियन भाषाको टपिकको लागि पनि तयारी गराउने लगायतका विद्यार्थीलाई जो उच्च शिक्षा अध्ययनमा जाँदा गर्नुपर्ने तयारीहरू हुन्छन्, ती सम्पूर्ण तयारीहरूमा सक्सेस अफ स्टडीले आफूलाई अग्रपङ्क्तिमा राखेर विद्यार्थी भाइ बहिनीहरूलाई तयारी गर्दै आइरहेको छ। सरकारी मान्यता प्राप्त काउन्सिलर हुनुहुन्छ र लामो समयदेखि यही क्षेत्रमा चाहिँ काम गरेर एउटा विज्ञता हासिल गर्नुभएको डकुमेन्टेसनको चाहिँ हाम्रो टिम छ। IELTS को, जापानिज भाषाको, कोरियन भाषाको प्रशिक्षकहरू पनि ती मुलुकहरूमा आफ्नो चाहिँ राम्रो अनुभव राख्नुभएको र आफू पनि दक्ष हुनुभएको प्रशिक्षकहरू हामीसँग हुनुहुन्छ। सक्सेस अफ स्टडीले सिङ्गो रूपमा विद्यार्थीलाई वैदेशिक अध्ययनमा उच्च शिक्षामा जाँदाखेरि आवश्यक पर्ने सम्पूर्ण तयारीहरू, उसको आफ्नो चाहिँ क्षमता अनुसारको एउटा सजेसन पनि हामीले प्रदान गर्ने गरेका छौँ। त्यही क्रममा धेरै विद्यार्थी भाइ बहिनीहरूले यो सक्सेस अफ स्टडीलाई रुचाइदिनु भएको छ। कतिपय मुलुकहरूमा तपाईँको फाइनेन्सियल डकुमेन्टहरू चाहिँ पुर्याउन नसक्दा तपाईँ लामो समय अड्किनु पर्ने, प्रोसेस जाँदा जाँदै बिचमा रोक्नुपर्ने, जति बेला धेरै खर्चहरू भइसक्ने अवस्था पनि रहन्छ। त्यो कुरालाई रोक्नको लागि हामीले विद्यार्थी अभिभावकसँग सल्लाह गरेर उहाँहरूको शैक्षिक अवस्था, फाइनेन्सियल अवस्थाको मूल्याङ्कन गरेर मात्रै सुझाव दिने हुनाले सम्पूर्ण विद्यार्थी अभिभावकलाई यो हाम्रो संस्थाबाट चाहिँ सेवाहरू लिनु हुन हार्दिक अनुरोध गर्दछु।